तपाईले कहिले महसुस गर्नुभएको छ मानिसलाई कमजोर बनाउने कुरा सधैँ अभाव हुँदैन? कहिलेकाहीँ अत्यधिक म पनि हुन्छ। अहङ्कार देखिनमा बलियो जस्तो लाग्छ, तर वास्तवमा त्यो एउटा पर्खाल हो जसले सम्बन्ध, शान्ति र सत्यलाई बाहिरै रोकिदिन्छ। जब मनमा केवल म, मेरो, मैले मात्र भरिन्छ, तब हामी अरूलाई बुझ्न छोड्छौं, हामी सुन्न छोड्छौं, सिक्न छोड्छौं, अनि बिस्तारै आफैबाट पनि टाढा हुँदै जान्छौं। अहङ्कारले मानिसलाई ठूलो देखाउँछ, तर भित्रबाट खाली बनाइदिन्छ। तर जहाँ विनम्रता जन्मिन्छ, त्यहाँ सम्बन्धहरू फुल्न थाल्छन्। जब म अलि कम हुन्छ, तब प्रेमका लागि ठाउँ खुल्छ, सम्मान बढ्छ, समझदारी बढ्छ र मनमा हल्कापन आउँछ। झुक्ने रुखमा नै फल लाग्छ। त्यसैले आज एउटा अभ्यास गर्नुहोस्। हरेक कुरामा आफूलाई सही साबित गर्न खोज्ने बानी छोड्नुहोस्। अरूलाई सुन्नुहोस्, धन्यवाद भन्नुहोस्, गल्ती स्वीकार गर्नुहोस्। याद राख्नुहोस्, झुक्नु हार होइन, परिपक्वता हो। जब म मेटिन्छ, तब मात्र प्रेमको उदय हुन्छ। अहङ्कार पर्खाल हो, विनम्रता ढोका हो, र यही ढोकाबाट जीवनमा साँचो शक्ति प्रवेश गर्छ। तपाईको जीवनमा अहङ्कार घटाउन आजदेखि कुन बानी सुरु गर्नुहुन्छ? कमेन्टमा साझा गरौँ।